यो देशको सबभन्दा चोर तस्कर दलाल को हो भने तपाईँको गगन थापा, जीवी राई खोइ, जीवी राई लुकाएको गगन थापाले। अनि अर्को हाम्रो घरी चोरको आरोप लागेको के अरे अर्को नाम भन्नुहोस् त, रामहरि खतिवडा, टाइमहरि खतिवडा भन्छन् उहाँलाई त, टाइमहरि खतिवडा पनि भन्न मिल्छ उहाँलाई। अब ओखलढुङ्गासम्म पुग्दा घरि ट्याक्समा परेकै थाहा नपाउने त्यसले देशको स्थिति के थाहा पाउला। त्यस्तालाई फेरि नेता भने हिँडिरहेको छ नि त। त्यस्तालाई नेता भने हामी जनता कस्तो, जीवी राई लुकाउने गगन थापा र हजुर है रामहरि खतिवडा पनि, त्यो जीवी राई त्यो बिचरा केही पनि होइन, त्यो यो गगन थापा लिएर रामहरि खतिवडा अनि तपाईँको यो जीवी राईको घर एकै ठाउँ ओखलढुङ्गा, त्यो सहकारीको पैसा यिनीहरूले सब चुनावमा खर्च गरे के। अनि जीवी राईलाई त यिनीहरूले सायद मारि पनि सक्यो भने, खोइ जीवी राई बेपत्ता छ त, खोइ जीवी राई। रविलाई चाहिँ फेरि रविलाई चाहिँ किन माठक भनेर वान्टेड भनेर कहिले भनेको थियो हेर्नुहोस् त। रवि लामी छानेले किस्तीमा राखेर ल्याएर दिएको प्रधानमन्त्री पद अस्वीकार गर्नाले फेरि त सबैजनाले कुर्सीको लोभ छ, रवि लामी छानेलाई कुर्सीको लोभ छ भन्छन् त फेरि यिनीहरू। तपाईँको कुर्सीको लोभ रवि लामी छानेलाई कुर्सीमा गए पनि फालिदिन्थ्यो यिनीहरूले, अहिले त आफै फाल्ने। अब अहिले भिजेको बिरालो जस्तो गरी हामी समीक्षा गर्छौँ, खरानी उठाउँछौँ, यहाँ त्यहाँ दुनियाँ दिवाना भने यी चोर दलाल तस्करहरूको जमाना सकिन्छ यदि नेपाली जनता चेतनशील भयो भने।